भएको छ र उहाँलाई ल्याउँदै गर्दाखेरिको अवस्था यहाँ देख्न सक्नुहुन्छ। क्यामेरा बन्द गर्नको लागि उहाँले अनुरोध गरिरहनु भएको छ र गाडी आइरहेको छ। दर्शक देख्न सक्नुहुन्छ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेर ल्याइएको छ। दर्शक देख्न सक्नुहुन्छ भित्रबाट गुन्डुको उहाँको निवासबाट बाहिर निस्किरहेको दृश्य हामीले तपाईँलाई देखाइरहेका छौँ। दर्शक देख्न सक्नुहुन्छ अहिले उहाँलाई गाडीमा ल्याइरहेको दृश्य हामीले तपाईँलाई देखाइरहेका छौँ। दर्शक देख्न सक्नुहुन्छ पूर्व कार्की आएको प्रतिवेदन कार्यान्वयन गर्दै सरकार प्रहरीले उहाँलाई पक्राउ गरेको छ। दर्शक देख्न सक्नुहुन्छ हिजो मात्र शपथ खाएका प्रधानमन्त्री बालेन शाह र दर्शक देख्न सक्नुहुन्छ र गृहमन्त्री सुदन गुरुङ लगायतको टोलीले उहाँलाई पक्राउ गर्न निर्देशन दिएको थियो। दर्शक देख्न सक्नुहुन्छ यो प्रहरीको भ्यान अगाडि बढेको छ र यो अर्को पनि भ्यान अगाडि बढेको छ भने देख्न सक्नुहुन्छ यो गाडीमा पूर्व प्रधानमन्त्री अथवा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ। दर्शकवृन्द उहाँले हात हल्लाउँदै जानुभएको छ। यो किसिमको एउटा सद्भाव पनि यो देख्न सक्नुहुन्छ। यो किसिमको यसरी उहाँलाई पक्राउ गर्दै गर्दा पनि उहाँ हात हल्लाउँदै जानुभएको छ। यो भने पक्कै पनि एउटा राम्रो सन्देश नेकपा एमाले यहाँ कुनै पनि त्यस्तो प्रतिरोध गरेको यहाँ देखिँदैन। दर्शकवृन्द देख्न सक्नुहुन्छ हामी तपाईँलाई दृश्यमा देखाइरहेका छौँ। अहिले उहाँलाई पक्राउ गर्दै अगाडि लगिरहेको दृश्य हामीले तपाईँलाई देखाइरहेका छौँ। दर्शकवृन्द देख्न सक्नुहुन्छ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्दै अगाडि बढिरहेको दृश्य हामीले तपाईँलाई देखाइरहेका छौँ। दर्शकवृन्द देख्न सक्नुहुन्छ हामी तपाईँलाई यो दृश्य देखाइरहेका छौँ। दर्शकवृन्द अहिले केपी शर्मा ओलीलाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरिसकेको छ र धेरै सङ्ख्यामा प्रहरीहरू र अन्य गाडीहरू यहाँबाट गइरहेको दृश्य हामीले तपाईँले देखाइरहेका छौँ। अहिले भर्खरै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको छ। घरबाटै प्रहरीले पक्राउ गरेर लगिसकेको छ। तपाईँ देख्न सक्नुहुन्छ नयाँ प्रधानमन्त्री अथवा प्रधानमन्त्री बालेन शाह गृहमन्त्री सुदन गुरुङ लगायतको टोलीले एउटा किसिमको एक्सन लिएको छ। जेनजी आन्दोलनपछि बनेको यो सरकारले अहिले जेनजी आन्दोलन अथवा कार्की आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्दै उहाँलाई पक्राउ गरेर लगिसकेको छ। दर्शकवृन्द देख्न सक्नुहुन्छ यो दृश्य हामीले तपाईँलाई देखाइरहेका छौँ। यसरी उहाँलाई पक्राउ गर्दै गर्दा पनि कुनै किसिमको प्रतिरोध नेकपा एमाले देखाएको छैन। एक किसिमको यो सद्भाव देखिएको छ। दर्शकवृन्द देख्न सक्नुहुन्छ दृश्यमा हामीले अघि देखिरहेका थियौँ। क्षितिज थेबे लगायतको टोली पनि यहाँ देख्न सक्नुहुन्छ र उहाँहरू पनि अगाडि गइरहेको दृश्य हामीले तपाईँलाई देखाइरहेका छौँ। दर्शकवृन्द देख्न सक्नुहुन्छ यो ताजा अवस्था हामी देखाइरहेका छौँ। दर्शकवृन्द यो गुन्डुको ताजा अवस्था तपाईँ देख्न सक्नुहुन्छ। दर्शकवृन्द